जाँदैछौँ होइन धेरै पछि भिडियो आउँदैछ कता हराएको भनेर सोचिराख्नु भयो होला मेरो चाहिँ अब यो यतै हो यहीँबाट झर्ने हो ल भन्दा भन्दै झर पुगिसक्यो त अब चाहिँ अफरोड आयो जस्तो गाइस अफरोड भए पनि हामी जाँदैछौँ मेरो बुढो अहिलेसम्म जानु भएको छैन अरे झोर त्यही भएर आज उहाँले घुमाउन लाग्दैछु कस्तो लागिरहेको तपाईँलाई कस्तो लागिरहेको अहिले आवाज ठिलो Alright, now here we go. एकजना यहाँ भरिया दाइ भेटेँ मैले भर्खरै कस्तो लागिरहेको कताबाट आउनुभयो त हेलो ब्रदर होइन पात्रो हो त यो ब्यागमा के होला देखाउनु न यस्तो कस्तो माग्ने बच्चा आइरहेको छ के होला कि खानेकुरा छ दुईवटा चाउचा र कोक देखाएको थिएँ मैले ब्यागमा दाइ कस्तो माग्ने निकालिदिनु न कस्तो भोक लागेछ मलाई कुछ तरीका है भीख मांगने का? गाइस हामी भर्खरै अलिकति मात्र तल पुग्यो तलैसम्म त पुग्यो छैन जाँदैछौँ अझ हामी बाटो चाहिँ यहाँ अलिक खतम गएर जस्तो यहाँ त गाइस है बिहेपछि चाहिँ फर्स्ट टाइम हामी घुम्न आएको मलाई फर्स्ट टाइम घुमाउनु ल्याउनु कति धेरै नै बुढीको जाति त्यस्तै हो बुढीको जाति त्यस्तै हो What? तपाईँले त्यति धेरै घुमाउनु भयो मैले आज फर्स्ट टाइम भनेर कसरी भ्लग बनाउँथेँ भन्नु त हामीको जाति त्यस्तै हो हो खुबै हो पहिला आउँदा त यहाँबाट यस्तो गएर तल गएको जस्तो लाग्यो कोसँग आएको को बेला मेरो निनी मामासँग आएको बच्चाहरूसँग आएको बहिनीहरूसँग आफ्नो बच्चा कहिले आउँछ आफ्नो बच्चासँग भन्नु त कहिले आउने कहिले आउने अब आफ्नो बच्चा पाएपछि आउने नि आफ्नो बच्चासँग त कहिले पाउन दिने त तपाईँले म त रेडी Oh my God! म नि देरी हो हेत्तेरी कति हिँड्नु पर्ने हो गर्नलाई उगा ल्याउँछ त गाइस ऊ यहाँबाट ओ यस यहाँबाट चाहिँ होला गाइस हामी चाहिँ अब झोर पुगिसक्यौँ कोही छैन जस्तो लाग्यो यति मान्छेहरू त कस्तो खै नाच्दिनु न कस्तो राम्रो मेरोबाट नि यति दिनु पऱ्यो नि तर पहिला त यस्तो थिएन हो राम्रो ब्रिज बनाइसक्यो अब यत्रो झर्ना देखेपछि त एकचोटि फोटो सेसन पनि सुरु हुनु परिहाल्यो नि ल मोबाइल दिइसक्नु भयो फोटो खिच्नलाई जानु यहाँ जानु न लड्नु भयो बुढीसँग आइयो अब अर्को चाहिँ गर्लफ्रेन्डसँग आउनुपर्छ है गाइस के बोले भाइ अब के बोले आज तिम्रो मायामा पक्रिरहन्छु आजभरि रक्स तिम्रो मेरो सम्बन्ध नशामा बच्छ तिम्रो माया जुनीभरि हाम्रो कथा भित्र हो अरे मारियो अबे मलाई डर लागेर नगएको उ बेला यहाँ भित्र चाहिँ के मन्दिर छ हो यहाँ बिस्तारै जानु हो यही हो
जान्छौँ तल सानो झरना झर्नामा चाहिँ नुहाउनु पर्छ है यहाँ चाहिँ नुहाउनु पाएन ए यहाँ त यस्तो पो रहेछ त नमो नमो शङ्कर भोलेनाथ शङ्कर जयतिलोकनाथ शम्भो हे शिवाय शङ्कर नमो नमो शङ्कर भोलेनाथ शङ्कर रुद्रदेव हे महेश्वर फोटो खिच्ने भनेपछि पोज दिन सुरु अर्को पोज यो दुईवटा पोज चाहिँ म्यान्डेटोरी छ हाम्रो अर्को पोज जटाटवीगलज्जर प्रवाह पावितस्तरे कलेवलं व्यलम्बिताम्बुजङ्गमण्डमालिकामड्डमड्डमड्डमन्निनादमड्डमर्व सानो झर्ना नि पुग्यो अब यहाँ चाहिँ आमा यहाँ पनि खेल्न सक्ला जस्तो त लागेन डर लाग्यो मलाई त आमा डेन्जर माथि भन्दा नि डर लाग्यो यहाँ त झन् मान्छेहरू नि कोही छैन खोइ खेल्ने हो र यहाँ होइन ऊ त्यो यो सानो झर्नामा चाहिँ जानु पर्ला ऊ बेला नि त्यहीँ गएको थियो 5 minutes later. मलाई चाहिँ जान डर लाग्यो उहाँ चाहिँ आँट गरेर जाँदै हुनुहुन्छ यहाँ नजानु यहाँ जानु यहाँ बिस्तारै जानु है यहाँ नजानु पिछले लाग्छ यहाँ त हुनु सक्दैन अब आयो नि मा नाच्दिनु अब झर्ना खेल्नु भयो नाच्दिनु झोर नआएको मान्छे आउनु पाउनु भयो अब यो खोला चाहिँ कहाँ जाने हो स्विमिङ गर्न आउँदैछ त्यो त स्विमिङ गर्न नलायो जस्तो कुहिरो जस्तो गाई मैला हो क्या हो जान जा 1 2 3 go ज्यादा नौटंकी मत कर साले 6 की 6 गोलियां घुसड़ूंगा पेट में जा 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 ना ये तो है ना मोटी ना होनी जा छिटो एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह वाले भीतर आजा 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 मजा नहीं आ रहा है जान्दा जा घूम मेरा घूम एक राउंड घूम चेन्ज गरेर आइसक्नु भयो म चाहिँ जाडो भयो घाम तापेर बसिरहेको यो त मलाई दिने चटपटै खाँदैछ म पनि घाम तापौँ न कस्तो मस्त निन्दा लाग्छ जस्तो भयो सुतेर के भयो त ननिदाए भयो नि त होइन त झोराउनु पर्छ के मात्र देख्ने हो तल सर्प देख्यो यहाँ तपाईँ जस्तो छेपाहरू देख्यो तपाईँ नाग हो त्यो नाग यति धेरै चढ्नुपर्छ
अघि त कोहीले मलाई बोकेर लान्छु भनेको थियो बोकेर लाने भन्ने थियो तपाईँले जय 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 श्री 5 महाराज धिराज सरल सरकार पधार रहिए झोरको यात्रा यहीँ सक्यो उहाँ त सुकुटी गरेर बसिराख्नु भएको छ नानी भनेको खाँदै खान जाने हो अब ल जाउँ लेट्स गो बाई बाई झोर